सरकारको भाडा तिर्नु सक्दैन जस्तो हाम्रो बिचौँ गराइदिन्छ बाबु अहिले बेला यही त बिचौँ बारेको मेरो बाबु बिरामी छु म ढाड दुखेर यस्तो गरेको मेरो गाडो गाडीको सामान भन्नु होइन भनिदिनु तपाईँहरू सामानहरू कहाँ राख्नु भन्ने होइन हामीले उहाँहरूलाई भनेको छ आमा सुन्नु त तपाईँले भनिदिनु पर्यो नि त हेर हजुरको सामानको सबै व्यवस्थापन हुन्छ नातिन आमा हजुरको बस्ने व्यवस्थापन हुन्छ हजुरको सामानको पनि सबै सुरक्षा व्यवस्थापन हुन्छ नातिनु है नातिन आमा हामी गरिदिन्छौँ अहिले तपाईँलाई है ल हामी हजुरहरूलाई कहीँ न कहीँ व्यवस्थापन गर्ने भन्ने हिसाबले कुरा गरेको छ नातिन हजुरको सामान पनि हामी सार्न सघाइदिन्छौँ राखिन सघाउँछौँ होइन त्यो पर्दैन तपाईँहरूलाई बस्ने व्यवस्थापन हुन्छ त्यो नातिनु तपाईँहरूलाई बस्ने व्यवस्थापन गराएको छ हुन्छ हजुरलाई बस्ने व्यवस्थापन हुन्छ नातिनु होला है हामी बनेको त हुन्छ हजुर कुरा गरिदिनु अहिले सामान सहित लैजाने